नमस्ते दर्शकबिनहरू। म आज धुप बाट्न सिकाउनु गइरहेको छु। नेपाली धुप, अर्ग्यानिक धुप। अस्ति काटेर राखेको कागज यही हो। म यो फुकाउँछु सजिलोको लागि। यो फुकाएर राख्यो भने सजिलो हुन्छ, त्यही भएर मैले फुकाएर राख्छु। पहिला फुकाएर राख्छु अनि बल्ल बाट्छु। यस्तो गरेर हेर्नुहोस्, अस्ति काटेको कागज हो यो, 1.5 इन्चको साइज, 1.5 इन्चको हो। यत्रो छ। म बाटेर देखाउँछु। अब यो मसला राख्नु यसरी हो। यसरी मिलाउनु पर्छ अनि यसरी बिस्तारै यसरी बाट्ने हो। यसरी बिस्तारै लाने हो। यो देब्रे हातले यसरी, तिउटा बुढा आम्लाले यसरी बाट्ने हो। टुप्पा यसो राम्रो हुनु पर्यो। यहाँ मैले यति धेर बाट्दैछु। यसरी राख्ने अनि यसरी स्वात्त बुढा आम्लाले तान्ने। यो टुप्पामा अलिकति कागज मात्रै खाली राख्ने। यसरी बाट्ने। यसरी टुप्पा अलिकति खाली राख्ने। यसलाई यसरी फनक्क घुमाउने। यसलाई यसरी मसलालाई यसरी राख्ने। यसरी बुढा आम्लाले यसो तान्ने सत्ता यो टुप्पामा अलिकति यो बाँकी राख्ने कागजको। यसरी अनि यसरी बिस्तारै बाट्दै लाने। यस्तो गर्ने। यसरी हो। यसरी बाट्दै बाट्दै बिस्तारै बाट्दै लाने। टुप्पामा खाली राखेको थियो। यो टुप्पा यस्तो रिनिक्क हुन्छ राम्रो। यसो राख्ने। यसरी धिउटा यसरी राख्ने। धिउटा भेट्ने यसरी बाट्ने। यताको टुप्पामा यसरी देब्रे हातले यसरी बढार्ने। यहाँ यसरी राख्ने। यसरी दुईटा आम्लाले यसो गर्ने। यसरी गर्ने। यसरी बाट्ने। यो मसलालाई यहाँ एकै ठाउँमा यसरी राख्ने। यसरी अनि यसलाई यसरी बीचमा समाउने। यस्तो गर्ने। यसरी बाट्ने। यसरी राख्ने। यसलाई यसरी राख्ने हात।
यसरी राख्ने। यसरी यताको आम्लाले नि यसरी बाड्दै लाने। यहाँ चाहिँ यसरी राख्ने। यसो बाड्दै लगाएपछि टुप्पामा चाहिँ आफै यस्तो राम्रो हुँदै जान्छ। यतापट्टि दुईपट्टि अलिअलि खाली राख्ने हो यहाँ कागज, भरे टुप्पा राम्रो हुन्छ। यसरी यसरी बाड्दै लाने हो। यहाँ नि यता दाहिने हातले नि घुमाइराख्ने, यतापट्टि हातले चाहिँ बाड्दै लाने। यसरी यस्तै हो धुप पार्ने कागज। यत्रो छ 1.5 इन्चको। यो बडाले यो बाड्दै गएपछि, यो बाडेपछि धुप बाडेपछि यसलाई ठिक्क साइजको हुन्छ धुप। लामो पनि हुँदैन, छोटो पनि हुँदैन, ठुलो पनि हुँदैन। यसरी गर्ने। यसलाई यसरी राख्ने। यसलाई यता देब्रे हातबाट चाहिँ यसरी बाड्दै ल्याउने, दाहिने हातले यसरी घुमाउने। यसरी टुप्पा नछोडिदिने, यसरी घुमाउने। ढेरिजको कागजको चाहिँ यत्रो हुन्छ। हेर्नुहोस् है मित्रहरू, यसरी बाट्ने हो अर्ग्यानिक धुप नेपाली कागजमा। भएन भन्नुहुन्छ, त्यही भएर हामीले बाडेर हेरेको भएन दिदी भन्नुहुन्छ। अनि त्यही भएर त्यो फेरि यहाँतिर सिकाउनु भयो। यहाँनिर यसरी राख्ने। यो टुप्पामा भएको यसरी अलिकति भुइँमा झराउने, यसरी समाउने। मैले बिस्तारै गरेर देखाएको छु, बिस्तारै बाटेर। यसरी घुमाउने। यसरी राख्ने। यतापट्टिको देब्रे हातले यसरी समाउने, देब्रेपट्टि नि दाहिनेपट्टि नि यसै। यसरी बिस्तारै बाडेर देखाएको छु। टुप्पा यसरी हुन्छ। यसलाई यहाँ एउटा दुईवटा आम्लाले समाएर यसरी बाडिदिने। अनि लास्टमा यसो गरेपछि राम्रो हुन्छ। घुमाइदिने एकचोटि सकिसकेपछि। यसलाई यहाँ एकै ठाउँमा राख्ने, यसरी स्वात्त आम्लाले तान्ने। यहाँ छेउमा आएको यसरी निकाल्ने, यति खाली हुन्छ। अनि बिस्तारै यसरी हेर्ने,
यसरी गर्ने, यसरी बाट्दै ल्याउने, यता आम्लाले घुमाउँदै ल्याउने, यहाँ टुप्पामा नि यसरी बिस्तारै घुमाउने, अनि खाली राखेको कागजको टुप्पा चाहिँ यस्तो हुन्छ, राम्रो हुन्छ, फुक्लिँदैन। भोलि पर्सि जति राखे पनि यो खुस्किँदैन क्या, त्यही भएर अलिअलि चाहिँ यतिकै राखिदिएको। यसलाई यसरी राख्ने, यसरी राख्नुहोस् अनि यसरी स्वात्त बुढा आम्लाले तान्नुहोस्। यसरी टुप्पामा अलिकति फाल्नुहोस्, यसरी गरेर यतापट्टि देब्रे हातले यसरी समाउने, दैनीले घुमाउने, फेरि यतापट्टिको हातले पनि यसरी घुमाउने, बिस्तारै यसरी लाने, यताको हातले यसरी बढार्ने, बाट्ने, यताको हातले चाहिँ यसरी टुप्पा चाहिँ यसरी घुमाइरहने, यसरी टुप्पा कसेको हुन्छ घुमाउँदै घुमाउँदै। त्यसपछि यस्तो घुमाइदिने, यसरी अलिकति घुमाइदिने, अनि टुप्पा राम्रो हुन्छ। जति राखे पनि खुस्किँदैन, यो मसला पोक्दैन। यो मसला राख्ने तरिका हेर्नुभयो नि त, यसरी यसरी मिलाउनु पर्छ, गाँठागुटो निस्किँदैन। यसरी बाट्ने है धुप, नेपाली धुप चाहिँ यसरी बाट्ने हो। मैले धेरै भिडियोहरूमा हालिसकेको छ, दोहोऱ्याइ हेर्नुहोस्, आउँछ। सिक्नुपर्छ सबैलाई, सिप भनेको सिपै हो। सिकिरह्यो भने भोलि पर्सि आफूलाई घरमा बाल्नुलाई सजिलो हुन्छ। बेच्नै भन्ने छैन, मन्दिरतिर आफू जाँदाखेरि अलिअलि बाटेर गयो भने पसलमा किन्नु पर्दैन। पसलमा किनेको भन्दा धेरै राम्रो हुन्छ आफूले बनाएको। यसरी बाट्नुहोस्, यसो राख्नुहोस्, सत्ता यसरी तान्नुहोस्, यसरी मिलाउनु पर्छ। हेर्नुहोस् त, यसरी गर्ने हो, बाट्ने हो। यो टुप्पा यस्तो हुन्छ, यसलाई यसरी फनक्क घुमाइदिने, यस्तो टुप्पामा यसरी कसेपछि, टुप्पा कसेपछि चाहिँ जति दिनसम्म राखे पनि, महिनौ महिना राखे पनि यो टुप्पा चाहिँ कसिलो भएपछि चाहिँ त्यो मसला झार्दैन। यसरी बनाउने, बाट्ने, यसरी बनाउने हो दिदी बहिनी दाजुभाइहरू। यसरी स्वात्त तान्ने, जानिसकेपछि अलिक छिटो गर्नु नि जानिन्छ, सकिन्छ।
सिक्नु सिप सिक्यो भने अलिअलि पैसा पनि हुन्छ, आफूलाई काम पनि लाग्छ, आफ्नो घरको लागि किन्नुलाई पसल कुदिरहनु परेन। आफूले बनाएको राम्रै हुन्छ पसलको भन्दा। यही भिडियो हेरेर सिक्नुहोस्, 1-2 पैसा आम्दानी हुन्छ। यसरी गर्नुहोस् ल, यस्तै यसरी बाँड्दै ल्याउनु। ल टुप्पा यस्तो भयो, यस्तो राम्रो हुन्छ। यसरी सर्लक्क मिलाएपछि यही हातले पनि मिलाउँदै लाने, अनि यस्तो गर्ने, यसरी राख्ने, यो टुप्पालाई यसरी राख्ने, यसरी राख्ने, यो दुइटै यसरी राख्ने। यसलाई यस्तो राख्ने, यसलाई सुरुमा राख्ने बेलामा, मसला राख्ने बेलामा यस्तो कोप्रो पार्ने, सुरुमा यस्तो कोप्रो पार्ने, यसरी मिलाउने, अनि यहाँ मसला राख्ने, यसरी सर्लक्क तान्ने। यसलाई यो हातले यसले यहाँ समाउने, यसरी कान्छी आम्लाले यसो गर्ने, यसरी राख्ने, अनि यसरी बाँड्दै लगेपछि यही आम्लाले पनि यसपट्टिको हातले पनि यसरी मिलाउने, अनि यसरी गर्ने, यसरी बाँड्ने। नेपाली धुप यसरी बाँड्ने हो, अर्ग्यानिक धुप यसरी। यसरी यसरी राख्ने, यसरी बाट्ने, यस्तो घुमाउँदै लाने, यहाँ टुप्पामा कस्छ यसरी, अनि लास्टमा यस्तो गर्ने, यसलाई नि फनक्क घुमाइदिने, अनि त्यतिकै कस्यो, कस्छ क्या त्यतिकै। मैले बिस्तारी गरेर देखाउँछु है त, फेरि मेरै हातले छेक्छ कि। यसरी यसरी बाट्ने, यस्तो भयो। यसलाई फर्काउने, यसरी स्वाट लाने, यसरी आफै बेरिँदै आउँछ राम्रोसँग कसेपछि। यसो गर्ने,
यसरी समाउने। बिस्तारै सिकाइरहेको छु, हेर्नुहोस् है राम्रोसित। फर्कै फर्कै हेर्नुभयो भने 10-12 दिन सिक्यो भने यस्तै हुन्छ। त्यही भिडियो अर्काउँदै हेर्दै त्यही भिडियो अर्काउँदै हेर्दै गर्ने हो। यसलाई फेरि यस्तो तान्ने हो बुढाआमाले, यसरी उठाउने हो। यस्तो दिउटो कोब्रो यस्तो गर्ने कोब्रो, अनि फेरि यसलाई यस्तो समाएर यसरी स्वाट यही आम्लाले यसरी घुमाउने हो। फेरि यसले पनि यस्तो गरेर यस्तो घुमाउँदै ट्याक्क हुन्छ। यो दिउटा टुप्पा यसरी ट्याक्क राख्ने यसरी, अनि यस्तो गरेर यसरी बार्दै 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 लाने। आफै घुम्दै घुम्दै आउँछ कसेपछि त। यो टुप्पामा लगेर यसरी राख्ने, यस्तो हुन्छ। यस्तो गरेर नजानिन्जेल यस्तो गर्ने, अनि यसो गरेर एकै ठाउँमा राख्ने, अनि यस्तो गरेर स्वाट तान्ने। टुप्पामा खाली अलिकति राख्ने, अनि यो यस्तो गरेर बेसकन कस्ने बटारेर डोरी जस्तै बेसकन गर्ने, अनि आफै बटारिँदै आउँछ यो। अनि यसरी राख्ने, यसरी। ल हेर्नुहोस् त कति सजिलो छ। हेर्नुहोस् त कति सजिलो छ, टुप्पामा आफै गयो नि त। यसरी कस्दिने, टुप्पा त कसेपछि आफै कस्न आउँछ नि त टुप्पा, डोरी जस्तै कसेपछि त। यसरी यस्तो गर्ने, यसलाई यसरी गर्ने। यस्तो गरेर बल गरेर बिस्तारै समाउनु पर्छ। यसलाई यस्तो निजार्ने, घुमाक्को घुमाक्कै गर्ने, अनि रिटिक्क हुन्छ। कसिलो गरेर घुमाउने, रिटिक्क हुन्छ। यसरी आफै बढ्दै नि जान्छ है। यसरी आफूले घुमाइराख्नु नि पर्दैन। है यसरी गरेर बेसकन कसिलो पार्नुपर्छ। बेसकन यसरी यसरी यतापट्टि हातले देब्रेले नि यसरी घुमाइरहने, यो दाहिनेले पनि घुमाउने, अनि यस्तो कसिन्छ। यस्तो गऱ्यो भने झन् यस्तो छोडिदियो भने आफै खनक्क आउँछ। अनि आफूले त बेसकन त कसाउनु पर्दैन। सुरु सुरुमा चाहिँ गाह्रो हुन्छ। ल आफै कसेन त यो, मैले कसेको हो त। यसो गर्ने, ल हेर्नुहोस् त, म छिटो पनि गर्छु, ढिलो पनि गर्छु। म पनि पहिला त्यस्तै त हो नि, नसिकिन्जेल त हो त्यस्तै, कसरी हुन्छ होला भन्ने हुन्थ्यो। अहिले त आफूले जानिसकेपछि त म यस्तो फस गर्छु कि।
तपाईँहरू पनि भोलि पर्सि मैले जस्तै छिटो गर्ने हुन्छ सिकेपछि काम लाग्ने कुरा हो नि। कहाँ लाने भने नि हुँदैन, कहाँ बेच्ने भने नि हुँदैन। आफूले राम्रो मसला हालेर बनायो भने त यो एकजनाले मात्रै लानुपर्छ, सबैले माग्छ। अर्डर गर्छ अनि 5 प्याकेट 10 प्याकेट 2 प्याकेट लगायो भने नि आफूलाई भइगयो नि। धेर किन बेच्नु पर्यो। सबैले सिक्ने त हो, सिक्नुपर्छ। कोहीले त मलाई सिकाइदेऊ भन्दा पनि नसिकाइदिएको हो। यो त मान्छेले यस्तो धुपबाट बार्दा रहेछ, के बारेको मलाई नि सिकाउनु न भन्दाखेरि ए यस्तो जाबा हुँदैन भनेर कति भनेको थिएँ। पछि त आफै गर्दा गर्दा आफैले हुँदो रहेछ। गरेपछि नहुने कुरा के हुँदो रहेछ र। ल बिस्तारै पनि गर्छु म, यसरी नि निचर्छु। ए मलाई यसै गरी बाटेको हेर्नु त, 2 दिन बाटेको कति छ। ए हेर्नुहोस् त कति राम्रो छ, कति धेर छ। यहाँ पनि छ। यसरी बाट्नुहोस् त। तपाईँहरू पनि यसरी बाटेर गरेर खानुपर्छ। हामीले सबैले सिप हो। यति बाट्यो भने तपाईँ धेरै जान्ने हुनुहुन्छ है। यति धेर भयो भने भिडियोहरू थुप्रो छ, हेर्नुहोस्। काटेको, बाटेको, बनाएको यही च्यानलमा हेर्नुहोस्। सबै दोहोऱ्याइ हेर्नुहोस्। यही च्यानलमा सबै भिडियो छ। मैले अस्ति न काटेको, बाटेको, मुठा बानेको, सबै प्याकेट यस्तो प्याकेट बनाएको हेर्नुहोस् त। यस्तो राम्रो भएको। यस्तै गर्नुहोस् है हजुरहरू, यस्तै हो। मैले यति धेर बनाएको छु, बाटेको छु। ल हजुरहरूले नि यस्तै बाट्नु त, कस्तो हुँदो रहेछ हेरौँ। यस्तो भिडियो राम्रो हेर्नुहोस्, सिक्नुहोस्। तपाईँहरू नि जान्ने हुने भने के भन्छ सिक्नु होला, सिक्नुहुन्छ भन्ने आशा लागेको छु मलाई यही भिडियो हेरेर। यो भिडियोलाई मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् होला। फेरि अर्को भिडियोमा भेटौँला। हस् त, नमस्ते।